अहिले हुँदैन भन्नु पाइँदैन ल 16,000 म उसकै नाममा हाल्दैछु ल माबो एक द शिकारी है अल द वे फ्रम ताप्लेजुङ नम्बर 16,000 चुना लाग्ने सो यो चाहिँ फाइनल राउन्ड है ल सो हेलो एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला इट्स मी एसपी पुल्सा एके द मुसाफिर अल द वे फ्रम कोरियाको ग्रामीण भेग है सो आज भाइहरू चाहिँ निक्लिनु लाग्यो म पनि तयार भएर निक्लेको लुगाहरू पुरै राखेको छु पौडी खेल्नको लागि अहिले भेटौँ ल के हो भाइ ठिकै सो अर्को भाइ पनि आउँदैछ क्या 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 कैसे हो भाई ठीक है भाई ये कौन है पता नहीं कौन है लोग कहाँ से आता है सो अर्को भाइ पनि आयो माबो एक द शिकारी है अल द वे फ्रम ताप्लेजुङ है सही हो गाडी पनि आयो सो अहिले भेटौँ ल के भाइ क्यामेरा सिरो क्यामेरा आयो कि के अरे बोल्नै आउँदैन सो गाइज हामी चाहिँ बजार आइसकेका छौँ सो अब चाहिँ यहाँ खाना खान्छौँ अब 20वटा अति है खाने हेर्जाङको मात्र किन यो कहाँ किने भाइ त्यो हाम्रो साइक्लिङ गर्दा बोक्ने जस्तो बात ल हेजाङगुक त खायो ल हेजाङगुक किन खान्छ ल त्यो भन ल यसको हिस्ट्री भाइले पढ्यो भाइलाई चाहिँ थाहा होला सियो हेजाङगुक किन खान्छ के प्रचलन छ कोरियामा त्यो ल भन ल हेजाङगुक खायो भने पेट भरिन्छ यो हजुर भन ल यो चाहिँ भाइ के भन्छ यो चाहिँ मैले यसको हल्का हिस्ट्री पढेको यसको चाहिँ लगभग 600 वर्षभन्दा पुरानो रहेछ र हेजाङगुक चाहिँ खास किन खाइन्छ भन्दाखेरि हिजो बेलुकाको रक्सीको ह्याङ मेटाउनको लागि खाइने त्यो प्रचलन रहेछ है यो मैले चाहिँ क्लास लिँदाखेरि चाहिँ त्यही पढायो सरले चाहिँ मलाई है आइचमा हड्डी त पुरै के हो त नि धुट्टो पार्दै त है अरे भयो दामी यार सो हामीले भर्खरै खाना अर्डर गरेको खाना नै आइसक्यो चलो अब सही होला अब चाहिँ हामी उठ्छौँ यहाँबाट ल भेट्दै साग त पुरै छोडे हौ त अनि यो तरिकाले त तरुनी कसरी देख्छ हो साग खाने गरेर नाम मात्र शिकारी भएर हुँदैन यो हेर त त्यो बसहरू कतिको छ 104 टन्नै आउँदो रहेछ उतल जानुपर्ने कहाँनिर चाहिँ हो मैले हेरेको थिएँ गुगलमा हेर्दाखेरि यतातिर कता देखाएको थिएँ भाइ भाइ लो समाधान त त्यस्तै छ म त हेर्दिनँ त्यो भिडियोमा त तल्लो जानुपर्ने रहेछ दाइ कता यहाँबाट भित्र गएर सो गाइज हामीले चाहिँ भातसात सबै खाइसक्यौँ कि अब चाहिँ हामी पोप्ची सेन्टरमा जानु लाग्यो सो गाडी लिनुपर्ने हुन्छ हामीले पनि फर्स्ट टाइम आएको त सो हामीले गाडी चाहिँ उता पार्किङ गरेका छौँ अब गाडी निकाल्नु पर्यो के कुरा हो यो खास पोप्ची सेन्टर भाइ आएको थियो है यहाँ आएको थियो भाइ माथितिर हेर त भाइ माथितिर हो ढोका आएर फर्क्यो क्याफे होला सायद तर साँच्ची के हो भाइ अस्ति चाहिँ लास्टै अवसर लाग्यो अहिले चाहिँ ठिकै भइरहेको छ त्यति लिएर हिँड्नु त्यो बाहिरै हो भाइ ए ल हानौँ ल
अहिलेसम्मको हाइएस्ट है यो सबभन्दा हाइस्ट 9 जति चाहिँ चुम्टी छ त कति छन्मा हो के 4 छनमा 4 चोटि हान्नु पाउँछ ए 1 छनमा 2 प्ले हान्नु पर्दैन रहेछ अब केटाहरूलाई यो के अरे खसीको गेरा हान्नको लागि पैसा तिरिरहेको भिडियो बनाउनु भयो 4 प्ले हान्नु भयो आउँछ आउँछ यो त लाउँछ नि निकाल्दा यहाँबाट के त हान्ने भिडियो बनाउने यो अब खसीको दाना हान्नको लागि केटाहरूले पैसा तिरे है यहाँबाट यसरी आउनु यसरी आउने धेरै नतालिने के पारले हान्नुहोस् है मतलब यसरी अनि अब तिमी हान त फर्स्टमा तिमी हान सुन्दर हान्छ म त सुरुमा त उठाइदिए सुन्दर ऊ छिटो हान रे यहाँ अनि टाइम हुँदो रहेछ नि हो र अँ हानेको भयो भने त्यही फेरि आउँछ चोटि हो नि त यो ल 4 चोटि हो नि त एक उयो 18 सेकेन्ड कति 16 सेकेन्ड मागिरहेको ल है भएन के भएन के थल्ले फेरि हान फेरि 8 सेकेन्ड बाँकी छ 8 सेकेन्ड बाँकी छ हान्दै छिटो 5 सेकेन्ड भयो भाइ त्यहाँ भएन राख्ने गएन हौ भएन नोसे नौसे छ्या यसको कामै छैन अब 2 सिट मात्रै बाँकी भयो भाइ हान रामसँग ल तपाईँको टर्न चाँडो हान यता लाग्यो कता सिधा हान्न त भएन नोसे न मात्रै माथि झुन्डेको बेला पुरा हान्यो 9151 ल भाइ 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 होइन नोसे 15 पोइन्ट हो के त्यो भाइ 9150 भयो ल भाइ राम्रोसँग दियो लागेन पहुँचै लागेन 8 भाइ यसले लाग्यो नि त सक्यो टाइम भयो हान सुन्दर रे हान गएन के यार भएन के कति हो 8000 हो 8000 त के आज छैन 3 चोटि बाँकी छ सिधै हान्नु नि फड्के हान्छ 8000 अघि 8000 मात्रै हानेको होइन 9000 त हन्ड्रेड पुग्छ यतिकै हो 9000 यो पुग्छ 100 पुग्छ ए 9000 अघि मैले 150 हाने है 150 हाने होइन मैले ल यार त्यहाँ पर दौडेर आएर हावा मुलाहरू दौडेर हान्नु थर मान 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 थरे मान मान फास्ट भयो भाइले हाने होइन भाइले हाने म भाइले हाने होइन भाइले ल लेट्सको भाइ 16 सेकेन्ड बाँकी देब्रे हानेर नि हामीलाई कटाइदियो नि त अनि सही ल दाम काम बिगारेपछि अहिले हगिसक्यो दैला देख्यो भने दुई चुटी हान्दा पनि रे हजुर एकचोटि त यस्तो लाग्यो पर गयो उन्दो बिचमा सेन्टरमा पार्नु पर्ने रहेछ उन्दोङ गर्ने मान्छे अरे कि त्यही माथि फेरि तर मैले अब चाहिँ जाने सुन्दर ठिकै भने यता बिचमा लाग्नु पर्दो रहेछ नि यता यस्तो हानिन्छ यस्तो गएपछि उता लाग्दो ए रहेछ हजुर यसो गऱ्यो भने अझ बढी लाग्छ यही यसो गऱ्यो भने फड्के लाग्छ नि त हामी चाहिँ अब यहाँबाट गाडी चढेर लाग्छौँ उतातिर सो अहिले भेटौँ होला यहाँनिर गाडी चढ हिँड्दै हिँड्दै हिँड्दै। गाडी चढ्न यहाँ जानुपर्छ होइन हजुर हामी त यहाँ आइपुग्यो लु, अनि अब त यहाँ त त लु, हिँड्दै के त हिँड्दै छिर छिर ओहो सही सही जाउँ मलाई यो ट्रेकरको अलिक विश्वास लागेन चाहिँ नेपालमा ट्रेकिङ काम गरे हो नि तिमीले हावा रहेछ भाइ यो फेरि उतापट्टि साइडबाट जानुपर्छ कि ए हजुर यो त अनि भाइ बुहारी ल्याएपछि दामी काम लाग्दो रहेछ त तिमीलाई हान्नु त्यत्रो घन्टी बजाइरहेको चाहिँ देखाएको छैन हावा बुहारीलाई हाने चाहिँ एउटा बेड चाहिँ किन ल भाइ ल
हानबोक हुन्छ भाइ यसलाई एकचोटि बुहारी ल्याएर यो चाहिँ लगाइदेऊ ल यहाँबाट सिधै जाँदा पुग्छ रहेछ यार। हावा चल्ने बेला नभए यहाँबाट सिधै बजाउनु पुग्छ। छिर छिर हो गाडी आयो गाडी अनि फेरि तल जान पर्छ होइन भनेको यहाँ हामी यहाँनिर छैन यहाँनिर हो कि सो गाइज है हिँड्दा हिँड्दै पानी पऱ्यो कि अब मौसम चाहिँ हल्का लौडा लसुन जस्तो छ ल गाई म गाडी नपाएर हिँड्न लाग्यो केटाहरूको भाइहरूको भरमा हिँडेको कि चिक्ने कता कता ल्याएर छोडिदिए कि पानी पो आइरहेको छ गेडेहरू तिमी ट्रेकर हो भनेर विश्वास चाहिँ गरेन है मैले यो त के अरे सगरमाथा भनेर त्यहाँ उहाँ लिनु जस्तो हो यो थोपडा भएको मान्छेलाई चाहिँ कसैले नि विश्वास नगर सो गाइज है उतातिर जाने भनेको कता लिएर यो सबैको क्रेडिट चाहिँ यो भाइ हो बाटो सब थाहा छ भनेर कहाँ लिएर गाउँमा त्यही भनेको अनि ट्याक्सी ठ्याक्कै पाउनु पऱ्यो नि अहिले गएको चाहिँ किन हेरेको त अनि ल रोक त ट्याक्सी ल रङ भयो कि 4 छन् के त्यो धेरै पर्छ ल ल ल त्यहीमा त म रोक ल स्याबास स्याबास गाडीको पनि 1500 लाग्छ त्यही यो टेको यसको त विश्वासै नगर्नु रोक्को न सो भाइले चाहिँ अब म्यापहरू सब थाहा होला अन्त पछि पछि हिँडेको कहाँ बिच बजारको या कता कता ल्याएर छोडिदियो अरे यसले त सगरमाथा घुमाउँछु भनेर फेरि त उता उयोमा टुङ्गा अरे कञ्चनजङ्घा चढाइदिने क्या म त्यतिखेर हामी चाहिँ पिकनिक जानु लाग्थ्यो कि अनि शेर्पा दाइ चाहिँ अनि त्यो ड्राइभरको छेउमा बसिरहेको थियो होइन अनि ढोका तुन्नेर भन्नु भन्ने भन्दा ढोका तुनिदिनु भन्नु त मुन पेजी चाहिँ अन्त ड्राइभर त यस्तरी हेरिरहेको त्यसलाई क्या मासल टिस क्या मासल त अब मुन पेजी चाहिँ भन्दैछ नि त उसलाई त टिस हुन्छ नि त ढोकै निकालेर फ्यालिदिने हो कि जस्तो सही हो सो हामी चाहिँ अहिले यहाँ छ होइन अनि यो त भित्र छिरेर हेर्नुपर्ने कुरा होइन र यो बाहिरबाट गएर के हुन्छ र बाहिरबाट गएर यहाँनिर के हो यो अजाङ्सिल उसले पो छेडेर अजाङ्सिल यहाँ एउटा अजाङ्सिल यहाँ एउटा अजाङ्सिल हामी अहिले कहाँ हो? हामी यहाँ हो यहाँ यो किन बन्द हो आज भाइ यो किन बन्द हो आज शनिबार शनिबार बन्द हुन्छ सरकारी कार्यालय शनिबार भयो हो र भाइ गइसक्यो जाउँ उतातिर त्यो त ठिक छ ढोकै खोलेन भने पो के गर्ने भन्नु अझ आऊ भाइ आऊ सो गाइज यहाँ आएको कि हल्का बन्द रहेछ हामीलाई थाहा थिएन कि सो हामी चाहिँ पछाडितिर वाच गर्न जाँदैछौँ हल्का पानी परिरहेको छ है हामी एकैछिनपछि स्विमिङ गर्न पनि जान्छ होला तर मौसमले अलिकति अप्ठ्यारो गरिरहेछ आइगो भाइ बस्छ एकैछिन पानी परिरहेछ हजुर तर दामी छ ठाउँ त अनि ओनल अन्नीहरूलाई मुन अन्नीहरूलाई होला कुनै थोइलिरे लानेहरू हो भाइ नजाउ न कहाँ पौडी खेल्ने चाहिँ माथि हो यहाँ चाहिँ होइन कि सो शनिबार आइतबार चाहिँ नखुल्दो रहेछ थाहै थिएन यत्तिकै आएको हामी चाहिँ खास चाहिँ के हुँदो रहेछ पोक्ची सेन्टरमा भनेर हेर्न चाहिँ आएको थियौँ कि पोक्ची सेन्टरमा खास चाहिँ के हो भन्दाखेरि एउटा कुनै एरियाको होइन त्यो नागरिकहरूको कल्याणको लागि त्यो यहाँ कम्प्युटरहरू के सिकाउँछ भन्दै थियो त्योहरू हजुर हजुर के भाइ 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 कुकु बन्द रहेछ भाइ शनिबार आइतबार बन्द हुँदो रहेछ यो त जतिखेर खुल्दा नि भयो तर पानी परिरहेको त्यही भएर हल्का एकैछिन बसौँ अनि जाउँला नि त यसो घुमाउँला के भएर होइन तर दामी बनाएको छ यार पार्क चाहिँ यार यहाँ आएको थियौ माथि उस पौडी खेल्ने सुयङजाङ छ त्यहाँ गएर पौडी खेल्नुपर्छ कता चाहिँ फेरि त्यो चाहिँ माथि हो कि यहाँ चाहिँ होइन पौडी खेल्ने चाहिँ भाइ आज चाहिँ होइन नखुल्दो रहेछ शनिबार आइतबार बन्द हुँदो रहेछ कि अब हामी यहाँ एकैछिन यहाँ के अरे सोध्न मिल्दो रहेछ कि थोम सेन्टर रहेछ ए मैले बाजेलाई सोधेको कि हजुर अब हामी एकैछिन यहाँ बसेर माथि पौडी खेल्न जाउँ है
यहाँनिर रहेछ कि यहाँ बेल्ट छिच्यो भने हजुर। बेल्ट रहेछ नि हजुर। होम सेन्टर ए के हुँदो रहेछ त्यो चिज होइन यहाँ नि थिचेर के हो सोध्न मिल्दो रहेछ ए अब बस्ने एकैछिन है नानीको हलमा हलमा थिएछ भने अन्त सक्यो त नि। यन्सेका अलमा यो त पुरानो बुढोलाई दिने भाषा त साँच्चै फुलेछ त भाइ ओरे फुले के भन्नु सबै निकाल्न भने टाक्नु मात्रै भयो तलको ल्याएर रोकिदिने नि त भाइ कुनै सिल्की त्यही पनि यो भाइको त गुज्री गुरिरहेको मिल्दो रहेछ त अनि कसले पो भन्दै थियो अस्ति छुटाउँदै थियो है तपाईँले हो मैले हो तपाईँले 4-5 चोटि पुरै ढलायो भने त 4-5 चोटि अझै बढ्यो के तपाईँ चान्स 20 पछि अझ 25 जति डलायो त्यही त्यो एकचोटिमै ढलाइदिएपछि फेरि चान्स त्यो चान्स बनेन हैन के त्यो त मजै भएन त भाइ जति डलाउन सक्यो त्यो चाहिँ स्कोर हाई हुने हो कि खास चाहिँ त्यसैले नै स्कोर बढ्दै बढ्दै जान्छ के प्लस प्लस हुँदै के जान्छ अरे जति कम बल खसाल्यो बल लास्टै कम खसाल्यो तपाईँले एउटा पनि खसाल्यो माथिबाट भने बलै आउँदैन एउटा पनि खसाल्यो भने एकजना फेरि घुम्छ के त्यही ए यहाँ न मैले त सुरुमा तपाईँ यो 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 जी भनेको त्यही तपाईँले एक चान्स पनि एउटा पनि ढलाउनु भएन कि यसरी के पुरै फुल फुल भनेको मलाई त अनुहार हेर्दा त यही भाइ हार्छ जस्तो लागिरहेको छ मैले कतिचोटि मिस गरेँ होइन त एकचोटि मिस गरेँ हौ ल ल सबलाई मन्जुर छ नि यो कुरा म त रातभरि सुत्या छैन यसरी नै बढ्दै बढ्दै जान्छ लास्ट मेरो 96 पुग्यो नि त लास्टमा कतिसम्म स्कोर थियो टोटल स्कोर यहाँ देखाएको सबैभन्दा हाइएस्टले जित्ने हो त्यो हाइएस्टले जित्ने हो फर्स्ट सेकेन्ड थर्ड फोर्थ ल अहिले म्याच खेल ल जसले हार्छ त्यसले 16,000 तिर्छ ल ल है भाइ स्योर छ नि तिमीहरू है पक्का हो नि ल म त्यसैको नाममा लगाइदिन्छु ल त्यो पैसा ल सो गाइज यहाँ हामी आएको है कि बन्द रहेछ कि अब माथितिर जाने सोच छ अब माथि सायद पौडी खेल्छ होला त्यसपछि अनि एउटा उ भएको छ गाइस यता हाम्रो सल्लाह भयो कि हामीले एउटा चाहिँ गेम खेल्ने भयौँ त्यो बलिङ हान्ने गेम त्यसमा चाहिँ जसले लास्ट भयो हामी 4 जनमा जो फर्स्ट सेकेन्ड थर्ड फोर्थ जो लास्ट भयो नि त्यसले चाहिँ हाम्रो सबै पैसा त्यहाँ तिर्ने भन्ने 16,000 उसले चाहिँ तिर्छ ल त्यो सबैले ओके भने चाहिँ प्रुफ चाहिँ भिडियो फेरि ओके भनिसकेको छ के अरे के एक्सेप्ट गर्ने याक्सक भइसक्यो त ल ल अहिले हुँदैन भन्नु पाइँदैन ल 16,000 म उसकै नाममा हालिदिन्छु ल आएको ल सही हो ल त्यो डिलिट गर्नु मैले भिडियो प्रुफ राखेको छु अहिले हुन्न भन्नु पाइँदैन है मलाई साँच्चै नै एकचोटि एक्सपिरियन्स नै छैन मैले नि अस्ति चाहिँ गएको 16,000 भनेको पैसा निस्केर होइन मैले अहिलेसम्म त्यो बलिङको त्यो बलै छु होइन अहिलेसम्म बलिङको पनि बल पनि त आफूले चुज गर्नु भने कति गरौँ कति ठुलो तिमी खेल्यौ म त खेलेको छैन यो मान्छेले हान्ने मैले पनि अस्ति एकचोटि मात्रै गरेको त्यहाँ अब तिमीले त हानेछ अनुभव छ नि त हामीले त सुरु गर्थ्यौँ त्यो बाला गरेर हुन्न भन्नु पाइँदैन कस्तो सुरु 20 चोटि जान्छु म त यार 20 चोटिमा त अनि लाइन छ नि यतै मुजी 16,000 तिरिन्छ लागेन यस्तो हतार पानी बिदो भयो र तर मान्छे हुन्छ त्यहाँ यसरी रोक्नुपर्छ क्या 4 जनाले सँगै खेल्नु भने त पुरै त्यो कब्जा हुन्छ 4 जना ए एकैछिन कुरेर भयो नि पछि त हान होला नि है होइन त्यो त बेलुका बिस्तारै गर्दा नि हुन्छ पौडी खेल्न जाउँ कि पहिला पौडी त के खेल्थे यस्तो पौडी खेलौँ कि भाइ कि होइन सास हेर्ने पनि भन्नु चाहिँ है ल ल गाइस पौडी खेल्न जान्छौँ हामी अहिले देखाउँछौँ ल सो गाइस हामी चाहिँ हराउँदै हराउँदै आइपुग्यो यो बिल्डिङ रहेछ कि नभएर तलतिर पुगेछ जान चाहिँ तल पनि खोजेको तर बन्द रहेछ कि सो त्यही भएर ल गाइस आइसक्यो हामी चाहिँ खास चाहिँ यहाँ आएर पौडी खेल्ने भनेको हेरौँ कस्तो हुँदो रहेछ के हो हेली होइन हजुर हजुर Here we go. Here we go. कुकमिन 체육 सेन्टर यो चाहिँ खास चाहिँ के भन्दा खेलकुदहरू सम्बन्धी यताउता सायद त्यस्तै जस्तो लाग्थ्यो भित्र हेरौँ है के छ हेर सही हो सही हो तर यताबाट छिर्न दिन्न जस्तो लाग्छ भाइ मलाई होइन नि अनि छुमालमा यी हेर 6 देखि 11 फ्याङ्गिलमा छुमालमा 9 देखि 11 12 देखि 3 सम्म खाना आने समय कति बज्यो 12 देखि 1 अहिले कति बज्यो 1 सम्म भनेर 1:29 सो अहिले त खुल्लै होला त अनि छैन त बन्द के गल्यो भाइ के गर्ने हो
गाउँको एउटा सोझो थियो भोकमरीले आया भाइ के गर्ने भन अब जाने यहाँ कहाँ अगाडिबाट चिर्ने होला सायद चाउ भाइ अगाडिबाट चिर्दिउँ म पाक्यो पुग्यो आजलाई यो त दामी है गलैँचा त्यो लाऊ भाइ कमान भाइ माथि खेदान त होइन होला नि भाइ हो र ठाउँ चाहिँ दामी छ है फेरि फेरि नै आउनुपर्छ त्यो माथिको त यो त यहीसम्म मात्र रहेछ हो के यो यही अन्त्य भएर यसको चाहिँ है बाटो चाहिँ त्यता पनि बन्द छैन छ भनेको सो गाइस हामी चाहिँ दुम्बा भइयो कि उता फोक्सो सेन्टर पनि बन्द थियो यता पौडी हेल्ने ठाउँ पनि बन्द रहेछ सब यो भाइले गर्दा आज सार्वजनिक भिदा रहेछ है म त ठिस खाइरहेको छ्यामा छ न त शनिबार त 6 बजीसम्म खुल्ने थियो नि त कुरा त आएको सो हामी चाहिँ आज यहाँबाट फर्किन्छौँ अनि हामी चाहिँ उता बलिङमा जान्छौँ सो ठिस भयो भाइ भरोसै उड्यो म जान्न होला के कुन चाहिँ त्यो हाल न त्यो चाहिँ आइडीले गरेको सो गाइस अब यस्तै हो हामी फर्किन्छौँ के भयो तिमीलाई फेरि मा सो हामी अहिले फर्किन्छौँ सो अहिले भेटौँ ल दौडेर जाउँ किन यही रहेछ सोझो मान्छे आइगयो सो गाइस हामी चाहिँ फर्किनु ला है गाडी चढेर हामी त यता आएको गाई यता मरुभूमि रहेछ यता आज चढाउन लौ समाज पछाडि अगाडि यता हामी मरुभूमिमा आएको खासमा अब कोरियामा अरू ठाउँ मरुभूमि छ त्यही भएर यतातिर आएको कि उठ चढाउन आएको आज उठेन रहेछ एउटा यहाँ गजा मात्रै रहेछ नेपालमा ट्रेकिङ गर्छ भने फर्ने मान्छे नि हो सो गाइस हामी चाहिँ नोनसान आइसक्यो हाम्रो चाहिँ अब त्यो एक्सन थियो कि अघि त्यो ब्लग बलिङ गर्ने उताको भन्नुभयो प्लान बी हो यो भनेर प्लान ए एकको कुरा खै पौडी यसले गर्ने छैन फेरि हामी चाहिँ यता बलिङ गर्न आएको हामी चाहिँ याक सोक्थ्यो कि जो हाल्छ त्यसले चाहिँ 16,000 किन्ने भनेर लेट्स सी व्हाट ह्यापन है सो गाइस हामी चाहिँ भित्र आयो कि चप्पल चेन्ज गर्नु पर्दो रहेछ यहाँ भित्र छुट्टै रहेछ 1 घन्टा अझै पनि पुग्नु पर्दो रहेछ कि 1 घन्टा 1 घन्टा पुग्यो अनि पालो आउँछ हाम्रोलाई चप्पल चाहिँ त उँधो बाहिर जाँदा चाहिँ लाउने रहेछ है जता राख्दा नि हुँदो रहेछ क्या हो हजुर बाहिर अरूतिर जाँदाखेरि जुत्तामा उनीहरूको सर्ट चप्पल लाउने रहेछ क्या माथि ए। त उतै हिँडिरहेको छ त्यो त यहीँ राखेर जाउँ त है यसरी है बुटा सो यता चाहिँ बलिङ हान्ने हो कि सो 1 घन्टा चाहिँ हेर न भाइ यो सब लाउनु पर्दो रहेछ त हेलमेट पनि म अब कहाँ गयो पिङ्क कलरकै चाहिँ लगाइदेऊ न त्यसलाई ठुलोले हाने नि के भन्नु सबैले खेल्छ त यो भिडियो गर्नु पाइन्छ नि गाली त गर्दैन दुई चान्स अरे बाप्रो ढालतिर त्यो भाइले यार पुरै नजानेहरू तर जम्मै गयो क्या यो मुजी जस्तो कि होइन आज त ढाल्दैन नि अन्त साइडमा गयो भने बिग्रेको हेर्नु त्यो जी देखाउँछ त्यहाँ ए त्यो एउटा पनि टच भएन अनि जी यहाँ जो जी देख्नु भयो नि अँ त्यो भनेको नछोड्नु क्या सिधै गएको ए त्यही भएर यो साइड कालोमा कालो भनेर कुन कालो भने यो साइड ए सही 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 भन्छ दुवैतिर रहेछ त्यही भएर बिचमा त्यही हो च्यालेन्ज त्यही त हो सही 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 भन्छ छेउतिर हान्नु नि पाइएन म्याच त्यो त हान्नु त पायो तर गयो नि छेउमा गयो नि त अन्त बलै टच भयो नि त अनि सही हो सही हो साइडमा गयो नि त्यो सिधै कपी सो गाई जुत्ताहरू चाहिँ लाउनु पर्दो रहेछ कि साइज अनुसारको फरक पऱ्यो जुत्ताहरू सो हाम्रो पाइला चाहिँ आउनु लाग्छ अब भाइ कता भयो भाइ
आऊ भाइ जुत्ता लगाउनु भाइ यो चप्पल लगाएर माथि माथि जाने होइन नि छैन हतक के हो म त यहाँ गेम खेल्न छैन हतक के हो कि 어디에 해야 돼? 네. 한 명도 신발 안 가? 발 보여줘봐 발 55, 55. 자, 신발 가지고 올라가 이쪽으로. 아 예. 이쪽으로 오세요, 이쪽으로. 이쪽으로요? 여기. 아 예. 알겠습니다. पखेरी भन्नु नि त चारो चाहिँ त जाने हो कि 슬리퍼. 예. 사장님, 저거 4개 해야 돼? 어떻게? 하나로 해? 네. भन्छ त एउटा पालै सन्ति गर्नुपर्ने भएर ठिक छ तिमीले फर्स्ट हान त्यसपछि अरूले हान्छ है कता रहेछ यो भाइ यो भाइ यहाँ आऊ सो हामीले चाहिँ यहाँ गर्ने हो कि यहाँनिर सो धेरै लास्टै बिजी छ है त्यही भएर पाइएन भएको चाहिँ एउटैमा हान्यो सायद भाइले फर्स्ट हान्छ भाइले फर्स्ट हान्छ त्यसपछि हामी पालै सन्ति गर्छौँ यसैमा हो कि हामीले हान्ने पोइन्ट कसरी गर्ने हो अरे जुनबाट लिँदा पनि हुन्छ सो गाई जुत्ताहरू चाहिँ लाउनु पर्दो रहेछ कि साइज अनुसारको फरक पऱ्यो जुत्ताहरू सो हाम्रो पाइले चाहिँ आउनु लाग्छ अब 한 명도 신발 안 가? 발 보여줘봐 발 55. सो हामीले चाहिँ यहाँ गर्ने हो कि यहाँनिर सो धेरै लास्टै बिजी छ है त्यही भएर पाइएन भएको चाहिँ एउटैमा हान्यो सायद भाइले फर्स्ट हान्छ भाइले फर्स्ट हान्छ त्यसपछि हामी पालै सन्ति गर्छौँ सुरु गर ल तीनटा बाँकी रह्यो नि त यार भाइ जाऊ भाइ तिमीले मात्रै हान्ने हो न दुईटा मात्रै बाँकी रह्यो यार महासल त यो चालले त पैसा तिर्ने त हामी पो पर्छ है क्या महासल त अनि फेरि आयो त अनि भाइ स्याबास भाइ स्याबास ल चारजना प्लेयरको नि त अरे यसरी दुईचोटि मात्रै हान्ने हो हेर नि त 6 नम्बर आयो नि त माथि जोडिन्छ नि एकजना प्लेयर नम्बर 2 हो सही हो ल भाइ फेरि हान दुईटा ठिकै दाइ ल स्याबास प्लेयर नम्बर 4 दोस्रो पिटिएम नम्बर 2 यो एक नम्बर पेले भाइ पेले अरे बाहिर गयो नाक काट्यो ल अब हान्ने कसरी म हान्छु ल तिमी हान 4 नम्बर मेरो फेभरेट हो म 4मा हान्छु ल मेरो टोटल पनि यहाँ देखेर सबैको मेरो मामाको छ ए मावल त लास्टमा त अनि ऊ हाने रहेछ त अनि ए भाइको साउमा त हेर न दामी हान्थ्यो त भाइले यार सुरुमै 7 हान्थ्यो नि त यार अब चाहिँ बढी हुन्छ नि भाइ फेरि हान ए मा सुरुमै यो तालले त अनि म पो हार्छु क्यामा दुईटा हातले फाल्नु पर्दो रहेछ नि अनि गयो यार माछाले तेरो सब भइदिएर माछिक्नु त यार च्यामा यार म हान्छु
हो नि त नि मेरो P37 आइसक्यो त नि -6 आइरहेछ हजुर मेरो 3 टोटल हेर्नु टोटल त्यो 3 नम्बर हो नि त यहाँ टोटल हेर्नु अनि मेरो त्यही त नि झार्नु पर्ने हो नि त नि रेडी सही हो के न खोकिरहेको के न खोकिरह होइन जी त्यो मुवाला है मेरोमा भाइ 16,000 अरे पैसा नतिरी आज सुकै छैन भाइ भाइ 3 नम्बर भाइ के गरे होइन 2 चोटि होइन र 2 चोटि हो भाइ गयो थौडा अरे यो मान्छे थौडा ची भाइ यार ची भाइ 7 न मेरो स्वर बुझ्यो उसी 7 होइन ल भाइ स्याबास गयो ल दाइको लाइको 5 अर्को चेन्ज गर्दा हुन्छ कि दाइ ल 15 अब एकछिन पछि बढ्छ कि दाइ मिमा पनि पछि बढाएको थियो दोस्रो राउन्डमा बढाएको थियो सही हो ल भाइ सुन्दर भाइको 16 भयो हाम्रो मावो भाइको 7 नम्बर मिङमार भाइको 15 मेरो चाहिँ 7 भाइ यो हिसाबले त पैसा तिर्ने त तिमी र मावो पर्ला जस्तो छ त ओहो यो हिसाब राम्रो गयो त अनि दामी भाइ दामी यार टोटल चाहिँ होइन गाइस 10 राउन्ड हुँदो रहेछ है बल्ल 2 राउन्ड हुँदैछ भाइ माबु ल किङ माबु आउँदैछ 10 सिकारी एके ल स्याबास भाइ स्याबास पेले भाइ पेले आना अल द फ्रेम तापले जुङ हो यो हिसाबले त कसले जित्छ जे भयो लास्ट चाहिँ हुनु भएन है ल भाइ ची भाइ 8 नम्बर छ अझै पनि तिम्रो त्यहाँ ल भाइ ल के भन्छ अरे त्यो यार्सा गुम्बाको पावर देखाउ ल अल द वे फ्रम माउन्टेन है हाम्रो त 10 राउन्ड छ त मजा हुँदो रहेछ अर्को राउन्ड नि हान्नुपर्छ है क्या सिग्नललाई दुईटा हातले हानेको सिग्ने केटाहरू स्याबास जी यो 19 नम्बरको भाइ यसैले पैसा तिर्ला जस्तो छ भाइ
तेरो त जी आयो त्यो जी भनेको के तिमी आफै थपेर लिउ ल भाइ कम ब्याक भन्दा भन्दै यो त गो ब्याक होला त म्याचले पेले ल पेले भाइ पेले 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 अरे अरे के हान्थ्यो क्या दामी 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 होइन छेउ एउटा मात्रै एउटा गयो 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 पोइन्ट कति पुग्यो भाइको 40 सो यो चाहिँ फाइनल राउन्ड है ल पोइन्ट चाहिँ अब यही हो भाइको 58 भएको छ ल भाइ ल फाइनल राउन्ड यार बल चेन्ज गर्दै यो मामा भाइको बल भाइ तिम्रो बल युज गरेर 60 पनि गर्दैन है क्या भाइ यार मिङमा भाइले जितिसक्यो रहेछ यो भाइलाई त यार ला राम्रै ला तर क्यासै राम्रो चाहिँ होइन टोटल पोइन्ट चाहिँ भाइको 63 है 63 यो चाहिँ फाइनल राउन्ड हो 63 हो लास्ट चाहिँ हाम्रो यो मामु भाइको जो हार्ने हो त्यसले चाहिँ 16,000 वन् तिर्ने हो कि अब भाइ कम ब्याक भन्दा भन्दै गो ब्याक होला जस्तो छ है गो ब्याक हो ल भाइको फाइनल सर्ट दामी हान्यो त यार दामी थियो यार वान मोर भाइ वान मोर अब कसरी तर भाइ त्यसरी स्लो हान्न पाइँदैन नि यसरी अनि हजुर बाई 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 चिया यो भाइको फाइनल टोटल स्कोर 36 हो ल सबैले जित्यो 43 अब भेट्दैन सकियो अब भाइले पैसा तिर्ने हो 16,000 है चिला सही हो ल दामी 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 ल स्याबास हान्यो भाइ ल भाइ सेकेन्ड हुने पक्का पक्की छ ल भाइ पक्का पक्की छ हुने सेकेन्ड हुने ल सही हो सर ल भाइ सेकेन्ड हुने पक्का भयो ल पक्का भयो सेकेन्ड हुने पक्का हो ल हान वान मोर टाइम भाइ मैले 100 पुऱ्याउँछु भनेको सकेन यार तर 100 पुऱ्याउनु हुन्छ अब सक्यो भाइ यो भाइ तिमी 43 हो तिमीले हार्यौ भाइ मान्छे नै छैन त अरे ल सब फिनिस कति भयो 67 भयो 60 सेकेन्ड यो भाइ चाहिँ सेकेन्ड भयो ल भाइ लास्ट ल अब त 100 त पुग्दैन नि त भिडियो नै प्ले नगरे रहेछ वान मोर ल सो मामा भाइको चाहिँ है हार्ने पक्का पक्की भइसक्यो 52 छ यो भाइ 82 है 83 है हार्ने पक्का यहाँनिर के मेन कम्पिटिसन चाहिँ के छ भन्दा तेस्रो र चौथो म र यो भाइको चाहिँ दुईटाको चाहिँ कम्पिटिसन छ है 96 मा अब कसले को फर्स्ट हुँदो रहेछ ल हेर है लेट्स सी है ल भाइ हार्ने पक्का हो 8,000 हारेको ल भाइ स्याबास ल दामी ल कोसिस गर ल दामी गयो बिचमा सही हो ठिक छ खासै गतिलो त होइन कि तर सही हो ल भाइ ल वान मोर चान्स है यहाँनिर फर्स्ट चाहिँ को हुने भनेर मात्रै हो भाइ 99 होइन ल भाइ ल स्याबास ल 100% ल अब यहीँनिरबाट छुट्टिन्छ को चाहिँ फर्स्ट हुन्छ भनेर है ल भाइ र मेरो नाइट
अब कति भयो टोटल कति भयो 99 भयो ल अब मेरो भन्नु लास्ट चाहिँ ल दाइले दुईचोटि जिजी हान्नु दाइले दुईचोटिमा लिगमा दाइ जिजी हान्ने मात्रै हो क्या जिजी दुइटैमा जिजी हान्यो भने ल फर्स्ट सक्यो क्या सक्यो 100 पुग्यो ठ्याक्कै 100 पुग्यो